नमस्ते सम्पूर्णमा मेरो भिडियोमा जोडिनुभएका सबैजनालाई स्वागत छ। म चाहिँ दक्षिण कोरियाबाट फर्केर आइसकेपछि धेरै खालका टीका टिप्पणीहरू भए। कसैले के भन्नुभयो, कसैले के भन्नुभयो, धेरैजनाले पर्सनल एसएमएस पनि गर्नुभयो। दक्षिण कोरियामा टिक्न सकिनस् त मुटु नै नभएको मान्छे रहेछस्। धेरै खालका कतिले के भन्नुभयो, कतिले के भन्नुभयो। कतिपय मान्छेहरूले हौसला पनि दिनुभयो। दक्षिण कोरिया मात्रै सबै कुरा होइन, नेपालमा पनि केही गर्न सकिन्छ भनेर कतिपय दाजुभाइहरूले हौसला पनि दिनुभयो। यो बारेमा मैले अलरेडी धेरैवटा भिडियो त बनाएको छु, तर कन्टिन्यू यसमा धेरै खाले टिका टिप्पणीहरू अहिलेसम्म भएको कारणले गर्दाखेरि मलाई फेरि अलिकति प्रश्न पार्न मन लाग्यो। म दक्षिण कोरिया छोडेर नेपाल आइसकेपछि दक्षिण कोरिया नराम्रो भएर छोडेको अथवा दक्षिण कोरियाको काम गर्नै नसकिने भएर छोडेको यिनी कुनै पनि कारण होइनन्। एउटा कुरा के हो त भन्दाखेरि जति बेलासम्म मैले चाहिँ दक्षिण कोरियामा बसेर काम गर्न सक्छु भन्ने मेरो मनमा हिम्मत थियो, आँट थियो, त्यति बेलासम्म म टिके पनि। तर जब मेरो शरीरले हार्न थाल्यो, जब मलाई एकदमै धेरै गाह्रो हुन थाल्यो, अनि त्यसपछि चाहिँ ज्यानको माया लाग्दो रहेछ क्या साथीहरू। यति गाह्रो हुन्थ्यो मलाई, यति गाह्रो हुन्थ्यो। म चाहिँ काम गर्दा गर्दै पेनिक अट्याक भएर म भागेर रुँदै आएको हो क्या। यहाँ पनि गाह्रो नहुने भन्ने कुरा होइन, कहिलेकाहीँ यहाँ पनि पेनिक अट्याक हुन्छ हुन त। तैपनि आफ्नो देशमा आइसकेपछि, आफ्नो माटोमा टेकिसकेपछि, आफ्नो घरमा बसिसकेपछि धेरै कुराको प्रेसर कम हुन्छ क्या। त्यो भएको कारणले गर्दाखेरि उहाँ गाह्रो हुँदा काम गर्न पर्थ्यो, यहाँ गाह्रो हुँदा आनन्दले बस्न पाइन्छ, त्यति फरक छ क्या। अनि होमसिक हुने त्यसैमाथि भइहाल्यो। अनि साउले चाहिँ गाली टर्चर दिँदाखेरि त्यो मेरो समस्या एकदमै धेरै बढ्ने क्या। अनि खालि रुन मात्रै आउने, त्यस्तो हुन्थ्यो। एउटा म उदाहरण के दिन्छु त भन्दाखेरि जति पनि मान्छेहरूले त बस्न सक्न पर्थ्यो, कस्तो मान्छे रहेछस् भनेर मलाई हरेक कुरासँग तुलना गरेर कस्तो खालको मान्छे रहेछस् त, नमर्दो रहेछ, यस्तो यस्तो भन्नुहुन्छ। तपाईँलाई म के भन्न चाहन्छु भने तपाईँसँग अरबौँ खरबौँ पैसा छ, तर तपाईँलाई प्राणघातक रोग लाग्यो अनि तपाईँलाई डक्टरले मिति तोकिदियो त यति समय मात्रै बाँच्छस् भनेर तोकिदियो भने तपाईँ के गर्नुहुन्छ होला क्या। त्यति बेला त्यो पैसाको औचित्य के रहन्छ? त्यति बेला त्यो पैसाको भ्यालु भनेको जिरो हुन्छ क्या। तपाईँलाई यति ज्यानको माया लाग्छ, बरु म भिकारी जस्तो भएर जीवन काटुला, बरु म गिट्टी कुटेरै खाउँला, तर भगवान् मलाई मेरो जीवन दिलाइदियो भनेर तपाईँ चित्कार गर्नुहुन्छ क्या। यो मैले पहिला पनि भनेको छु। जब एकदमै धेरै गाह्रो हुन्छ, जब टिक्नै नसक्ने अवस्था आउँछ, जब छटपटाहट धेरै हुन्छ, तपाईँले पल पल मरेर काम गर्नुपर्छ भने त्यो पैसाको केही औचित्य पनि छैन र टिकेर काम गर्न पनि सकिँदैन क्या। ज्यानभन्दा ठुलो, आफ्नो जीवनभन्दा ठुलो कुरा केही छैन। म यहाँ फर्केर आइसकेपछि पनि सङ्घर्ष गरिरहेको छु, मेहनत गरिरहेको छु। भर्खरै के गर्न नसकिएला, तर केही नगरेरै त कसरी मरुला र के। एउटा भनाइ छ नि, गरिब भएर जन्मनु तिम्रो दोष होइन, तर तिमी गरिबै भएर मर्छौ भने त्यो चाहिँ तिम्रो दोष हो भनेर भनिन्छ नि। यो भनाइमा म पुरै सहमत छु। समय र परिस्थितिले गर्दा ठक्कर खानु, जीवनमा केही गर्दा गर्दै कहिलेकाहीँ चिप्लेर लड्नु, यी सामान्य कुरा हुन्। यति हुँदैमा जीवनै सकिएको अवश्य पनि होइन। बाँच्यो भने, जीवन रह्यो भने पक्कै पनि केही गर्न सकिन्छ। यसको मतलब फेरि केही नगरिकन आफै भइहाल्छ भन्ने पनि होइन। मेहनत, दुःख गर्न जरुरी छ, तर जीवनभन्दा ठुलो कुरा केही पनि होइन। जसको मनमा चाहिँ स्वास्थ्यभन्दा ठुलो कुरा पैसा हो भन्ने लाग्छ, तपाईँलाई जीवनमा कहिलेकाहीँ प्राणघातक रोग लाग्यो भने पैसाभन्दा प्राणको माया कति लाग्दो रहेछ भन्ने कुरा त्यति बेला थाहा हुन्छ। अहिले त सकुशल हुँदा, स्वस्थ हुँदाखेरि केही पनि होइन, डराउनै जरुरी छैन, मलाई केही पनि हुँदैन जस्तो लाग्ला। तर जब स्वास्थ्यमा समस्या आउँछ, जब आफूलाई चाहिँ गाह्रो हुने अवस्था आउँछ, तब मात्रै थाहा हुन्छ जीवनको महत्त्व, जीवनको मूल्य कति छ भनेर।